ब्युटिफुल इन्डस्ट्रिज एरियामा इन्टर भइयो। यतादेखि सिधै दमामको यात्रा थियो मेरो, जो बिहान 4 बजे हिँडेर 9 बजे रियाद आइपुगेर फेरि बिहान 4 बजे हिँडेर अहिले ट्याक्कै म चाहिँ 2 बजेतिर अब अनलोड गर्ने ठाउँ आइपुग्नै लाग्यो। धेरै दिनपछि यता आइयो, क्या रमाइलो छ यो ठाउँ। चारैतिर हरियाली छ, इन्डस्ट्रिज एरिया भएर नि यो दामी बनाएको छ। हेर्नुहोस् क्या हरियो हरियो सागसब्जीहरू छन् रे दादा। हामीलाई यो ठाउँ प्यारो लागिहालेछ। यतिको हरियाली त हुनै पर्यो नि, चिल्लो बाटो, हरियाली। पैसा लगा त यो ठाउँ, गजब छैन त? जता हेऱ्यो उतै हरियाली, जता हेऱ्यो उतै हरियाली, बवाल दामी ठाउँ बनाएको छ। हामी चाहिँ अहिले पहुँचिहालेछ अरे दादा। साला बहुत गाँड फाटिहालेछ, हिजोदेखि बहुत गाडी रन्काइलिएछ। साला नन स्टप कुदै छौँ त यार। कति दामी बनायो। घामले गर्दा अलि राम्रो देखिएन यो साइडमा, टक्क यो साइडमा चाहिँ दामी देखिरहेको छ। इन्डस्ट्रिज एरिया भएर नि यतिको सफा सुग्घर बनाएर राखेको छ क्या। यतिको चाहिँ हुनुपर्छ। के गर्ने अब, आफ्नो देशमा छैन, छन त छ, यतिको दामी छैन कि। यो खाडी भएर नि यतिको राम्रो बनायो भने त के भने, यस्तो सफा सुग्घर चाहिँ दिक्क परेको, पोहोर बत्ती पनि छैन। लोकेसन आइपुग्नै लाग्यो, खाली गर्ने ठाउँ आइपुग्नै लाग्यो। म चाहिँ यता छु है, फेरि यो पारामा के क्या नन कुदिरहेको के। जक्सनमा आइपुग्यो, आज सटरडे खाली हुँदैन भने मजाले सुत्नुपर्छ है गाइस। ल